हेलो नमस्ते सबैजनालाई। आज चाहिँ मेरो छोरीको जन्मदिन, त्यही भएर आज चाहिँ म भ्लग बनाउन गइरहेछु। आज दिउँसो गएर के गर्छु, के कसरी मनाउँछु मेरो छोरीको बर्थडे हेरिदिनु होला। मेरो छोरीलाई हजुरहरूले माया आशीर्वाद दिनु होला है। अनि हामी चाहिँ अहिले मन्दिर जाँदैछौँ, हेर्दै गर्नु होला। हामी चाहिँ मन्दिर आइसक्यौँ है साथीहरू। सबलाई ल्याएर घुमी वाउ वाउ कति राम्री वाउ। वाउ लु भाइ लु जाउँ भित्र। हामीले चाहिँ पूजा गरिसकेर फोटो खिच्नतिर लाग्यौँ, हेर्दै गर्नु होला। ल ल घुम घुम यहाँ चाहिँ म मेरो छोरीलाई पोज यस्तो गर न त्यस्तो गर भनेर सिकाउँदैछु। ऊ चाहिँ गर्दैछन्, हेर्दै गर्नु होला। मेरो छोरीलाई चाहिँ मन्दिर गएपछि खालि घन्टी बजाउनु पर्छ। ऊ हेर्नु न घन्टी बजाएको बजाइछन्। हामी चाहिँ घर आइपुग्यौँ साथीहरू। अबको भिडियो के कस्तो हुन्छ हेर्दै गर्नु होला। बाई गरिदेऊ, बाई हेर्दै गर्नु होला। यो चाहिँ राति 12 बजेको भिडियो है साथीहरू। मान्छे नानीले राति उठाएर विस गर्छु भने यहाँ केक काट्ने चाहिँ गर्दैछु। हेर्नु न सानले नमस्ते गर्दैछन्, नमस्ते गर्दैछु। मैले चाहिँ केक काट्दैछु, हेर्नु नि त्यहाँ। मेरो सानो उठेर छक्क पर्दैछन्, उसलाई फेरि फुगाउने हतार छ। राति मम्मी छोरीको केक कटाइ चाहिँ यस्तै भयो, हेर्दै गर्नु होला। बेबीको पनि हेप्पी बर्थडे हगरौँ। बाई होला, बाई बाई गर, बाई। सानोको बाबाले चाहिँ बिहानै फोन गरेर आफ्नो छोरीलाई विस गर्दै हुनुहुन्छ। बाबा छोरीको माया त यस्तो हुन्छ त। हेर्नु न त्यो दुवैजनाको माया। सानोको बर्थडे, हाम्रो पार्टी यस्तो छ। अब चाहिँ म डेकोरेसनतिर लाग्छु भनेर अब चाहिँ म बेलुन फुक्नतिर लागेँ साथीहरू। मेरो छेउमा चाहिँ नानी पनि छिन्, नानी पनि खेल्छिन्। अब हेर्दै गर्नु होला।
ए पुस्को पुस्को सानो पुस्को बेलुन सानोको बर्थडे डेकोरेसन त गर्नु पर्यो हाई भन्यो यो बेलुन फुक्दा पनि गाह्रै हुने रहेछ कि साथीहरू म चाहिँ फुकेछु मुखै दुख्ने के भयो पुस्को यहाँ ल्याऊ मैले चाहिँ बल्ल बेलुन पुगेर सकेँ साथीहरू अहिले चाहिँ केक अनबक्सिङ गर्छौँ साथीहरू के होला सानोको केकको डिजाइन चाहिँ यस्तो छ साथीहरू सानो सामेन्द्रले नगर्ने हो नानीको बर्थडे डेकोरेसन चाहिँ यस्तै भयो साथीहरू हेर्नु होला नानी चाहिँ खेल्दैछ म त केक ल्याउँछ है नथरी बस है भन्दै जाँदैछु केक लिन लौ नै देवीले चाहिँ नानी बोलाउँदै हुनुहुन्छ उताबाट बाबाले पनि बोलाउँदै हुनुहुन्छ सानोलाई चाहिँ फेरि टिका लाउने हतार हुन्छ कि सबै हिट लाउने टिका त देख्नुहुन्न बाबाले फेरि चल्छिन्थ्यो भनेर माथि राख्दै हुनुहुन्छ म चाहिँ केक ल्याएँ साथीहरू काट्नु हतार हुन्छ म चाहिँ एकछिनै फोटो खिच्छु भनेर खिच्दैछु
म त यहाँ मिलाउँदैछु सानलाई अब यस्तो काट्नुपर्छ बच्चाले बल्छ भनेर मिलाउँदैछु सानो बच्चाको बर्थडे मनाउनु गाह्रै रहेछ साथीहरू यसो मिलाइ यता बिहा छिन् यता मिलाइ यता बिहा छिन् एउटा केक चक्क गर्दैछु नि त्यो चक्क रोटिरहेछ अब हेर्नु साथीहरू कसरी बर्थडे मनाउने भनेको अब के भइदिन्छ के सोचेको के भइदिन्छ हेर्नै त्यहाँ बर्थडे त के हो के सोचेको के भइदिएर अहिलेसम्म त नानी मजाले नानीरहेको थियो नि यता अगाडिबाट त्यो पछाडिको त्यो बेलामा पनि देखाएर घामले टल्किने रहेछ कि यता हेर्दैछन् यता यता हेर्दैछन् मात्रै अब हेर्ने साथीहरू के हुन्छ कि Happy birthday to you. Happy birthday to you. जामा के सोचेको के भएछ जामा यस्तो भयो अब चाहिँ नानी रोएर के गर्नु दिन्न नभए नै त्यहाँ कति रुन्छन् आत्तिर के सोचेको के भन्छ कति रुन्छन् यो देखाउँदा नि हुँदैन त्यो देखाउँदा नि हुँदैन काटेर के भएको मान्दिनँ कि डर त्यहाँ बस्नै मानिन क्या बहिनीहरू क्याने भनेर सोच्दैछु म चाहिँ बल्ल बल्ल बाबुले फकाएर ल्याउनु भएको छ त्यही रोको हुन्थ्यो यस्तो चाल्दा डराएर हुन्थ्यो के भएको बर्थडे त कोहीसँग मान्दिनँ म के काट्नु पर्ने यहाँ चाहिँ डराएर भए पनि आफू हेप्पी बर्थडे टु यु भन्दैछु नानीले मम्मीले कपडा कस्तो छ पुरानो लाउनु भएको छ नयाँ लाउनु न भन्दै भन्दैनुहुन्छ बाबाले हुन्छ भन्दै साइडबाट
बाजेसँग बसेर काट्दै थिएँ त्यसले छोडेपछि फेरि नपाइ साथीहरू के गरेँ निस्क्यो त यस्तो साह्रै त्यो आगो बलेको देखेर गएर त्यो गर्दैन हातेर कति डराएको छ मैले नसक्यो साइडबाट मम्मीले साथै रहेछ नानी के गर्छ कति गर्दैन फेरि Happy birthday to you. लाउँदैछु यो फु गरेर निभाइदेऊ अझै धेरै अझै भन्छु धेरै यसलाई अझै फु गरिदेऊ छिटो खोइ हेप्पी बर्थडे अफ गर्दै ल फु फु यो गराउँदा नि डराउने हुँदैन माथिपट्टि गरिदिन्छु कि यहाँ पक्रा आफै काट्थ्यो है भाइको त आफै हिउ आयो यसरी 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 हिउ आयो हेर त आहा यता हेरेर यहाँ केकमा हेरेर यसरी डराउँछ यो काट्देऊ लु काट 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 छानुले ह्याप्पी बर्थडे टु यु सानो लु आमाको देऊ लु नरौ न सानो जो मौली टिका लगाइदिन्छ नानीलाई धेरै जन्मदिनको आयो धेरै शुभकामना राम्रोसँग पढुन् कहिले बिग्रिन नहोलाओस् ऊ चाहिँ हेरि उसको बाजुले टिका लाउनु हतार छैन साथीहरूले Happy to you. लगाइदिएछन् कि बाजुलाई हेऱ्यो त्यति भन्दिनँ न उहाँले टिका लगाइदिनु बाजेलाई यहाँ चाहिँ बाबाको पालो उनीहरूले टिका लगाइदिँदै हुनुहुन्छ नाच्दै गर्दै हुनुहुन्छ यहाँ चाहिँ छोरीको खुट्टा ढोग्नुपर्छ अनि ढोग्दै हुनुहुन्छ बहिनीले टिका लगाइदिँदै हुनुहुन्छ यता हेर सानो शुभकामना मृतकका पाइलाहरू सधैँभरि चम्किरहोस् अब मेरो पापा आइ साथीहरू टिका लाउनु म चाहिँ पानी चम्केर मेरो छोरीको यो सालको क्रसहरू सबै काटोस् म यहाँ राम्रो दिनहरू आओस् भन्ने भचाउँदैछु साइडबाट मम्मीले फेरि हामीलाई चाहिँ किन मन्चाउन नसिकाएको भन्दै हुनुहुन्छ सानो
सानो लु नास्ते गरेको खै नस्ते तिमीलाई डगी डगी लु तिमीलाई डगी डगी खै नानीहरूलाई कसरी आशीर्वाद दिन्छ हेर्नै साथीहरू उसको हेन्डमेड टाउकोहरू त्यही आशीर्वाद दिन्छ मेरो छोरीले चाहिँ कति मिठो रुचाउने चिनको अब चाहिँ हामी फोटो खिच्ने है भनेर मम्मीलाई बोलाएर फोटो खिच्नतिर लाग्यौँ साथीहरू हामीले नानीहरू हेरेको हेर्दै गर्छौँ अधिक छ भन्दैछ कति ग्राम छाम्दैछन् छ छैन भनेर घामले टल्केछ साथीहरू खुसी राखिनु आफ्नो बर्थडेमा आफू हेप्पी बर्थडे टु भन्दै चिनिन्थ्यो अब मम्मी एक्लै नानीको फोटो खिच्यौँ भनेको नानीको बाबु उसलाई त बाजे चाहिन्छ बाजे प्यारो है मान्दै मान्दैन अनि रिभर जाने घुम्नु मम्मीसँग आऊ भन्छ भने चाहिँ आउँछ नि साथीहरू आमा छोरीको फोटो खिच्नु त पर्यो अलिअलि हेर भन्दै नानीहरूको बर्थडे मनाउनु चाहिँ लास्टै साह्रो हुन्छ साथीहरू फोटो खिच्न मान्ने म हेर्दैछु नि लास्टै गाह्रो हुने सानोमा बर्थडे मनाउनु अब केक काट्ने बेला डराइ जस्तो भएर अब अहिले काट्दैछन् अब केक खाने बेला भइसकेर अब नानी चाहिँ बाबालाई दिने भनेर बाबालाई आफै पस्केर दिन्छु भन्दै दिँदैछन् म अर्काको ठाउँमा सानोको बाबा चाहिँ ड्युटीमा हुनुहुन्छ त्यही भएर उता हेर्दै यता छोरीसँग बोल्दै हुनुहुन्छ यस्तै छ परदेशी जिन्दगी यहाँ सानो के भन्दै नसम्झिन् आफै दिने भन्छन् कि फेरि केक पनि उसको बाबालाई
आजको ब्लग चाहिँ यस्तै हो साथीहरू। नराम्रो भयो भने हेरिदिनु होला, माया गरिदिनु होला। धन्यवाद साथीहरू। थ्याङ्क यू फर वाचिङ। बाई साथीहरू। अब नेक्स्ट ब्लगमा भेटौँ। बाई।